हामी सबैजनाले आफ्नो स्कुल कलेजको साथीहरूको बारेमा कुरा गर्छौं, but what about the one who you met in mid-20s? And by the way, I'm the girl who used to complain always मेरो खासै साथी नै छैन, especially the girls one. के तपाईहरु पनि म जस्तो हुनुहुन्छ? So hey guys, this is me Isha and welcome to a day in my life. Today जस्तो म चाहिँ बिहानै उठेर मेकअप गरेर रेडी भएर एकछिन निस्केको छु. आज अस्ति नै एउटा रिसोर्टको भिडियो बनाएको थियो. उहाँहरुले चाहिँ मलाई गिफ्ट ह्याम्पर दिन बोलाउनु भएको रहेछ. र त्यसपछि आज चाहिँ मलाई साथीले खाना खान बोलाएको थियो र यतै खाना खाए. देन हामी चाहिँ यताउति ब्युटी प्रोडक्ट्स किन्न यता मनकमना कोरियन कस्मेटिक आएको थियौं, which is located in बसन्तपुर. त्यहाँ चाहिँ कस्तो होलसेल प्राइसमा दिनुहुन्छ र हेर्नु न मेरो साथीले चाहिँ दाइलाई यस्तो भ्लगहरु देखाइरहेको थियो. र फर्किँदा चाहिँ हामीलाई एकदम लेट भइसकेको थियो. त्यसैले चाहिँ हामी डिनर बाहिरै गर्यौं. वी अर्डर मिठो मिठो डिनर अनि यति धेरै गफ गर्यौं. र जिन्दगीमा एक बतन साथी हुनु भन्दा दुई चारवटा होस् तर मन मिल्ने होस् के. र यता चाहिँ लाइभ म्युजिक भइरहेको थियो र साच्चै नै त्यो सिंगर दाइले चाहिँ यस्तो मिठो गीत गाउनु भएको थियो. र वी इन्जॉयड आवर वीकेन्ड. यताउति गएर घर पुग्दा त 12 बजिसकेको थियो. And hope you have a great weekend. Bye bye. When I see your face, there's not a thing that I will change. 'Cause girl, you're amazing.